15 फेब्रुअरीमा हुने T20 वर्ल्ड कप इन्डिया र पाकिस्तानको म्याच चाहिँ पाकिस्तानले बाइकट गरेको थियो बाङ्लादेशको विषय केलाई लिएर होइन। अहिले चाहिँ खेल्न सहमत भएछ इन्डिया पाकिस्तान कि वार्तामा सक्सेस भएछ। पाकिस्तानको क्रिकेट बोर्ड पिसिबीले चाहिँ 5वटा डिमान्ड राखेको थिएछ। 5वटामा 2टा चाहिँ पुरा गरिदिने भएछ, 3टा चाहिँ पुरा नगरिदिने भएछ। त्यो 2टा चाहिँ अब बाङ्लादेशलाई कारबाही नगर्ने आइसिसीले अनि बाङ्लादेशसँग ट्राई सिरिजहरू बाइल्याटरल सिरिजहरू खेल्ने भन्ने सहमति भएर चाहिँ अब पाकिस्तानले र इन्डियाले 15 फेब्रुअरीमा म्याच खेल्ने रहेछ। यही हो अब न्युज चाहिँ यही। हुन त अब उनीहरू खेलुन् कि राखुन् केही छैन, तर पनि वर्ल्ड कपमा नेपाल पनि सहभागी भएकोले गर्दाखेरि यो कुरो चाहिँ हामीले पनि जान्न जरुरी छ। त्यही भएर यो राजनीति इन्डिया पाकिस्तानको जहिले हुन्छ क्रिकेटमा पनि।